ओके, आज चाहिँ म एउटा ठुलो मिसकन्सेप्सन चाहिँ क्लियर गर्नु गइरहेको छु है। मान्छेहरू सोच्छ कि डेली वर्कआउट गऱ्यो भने है दे विल ह्याभ मस्कुलर बडी होइन, लट्स अफ एब्स, चेस्ट, यो सबै हुन्छ भनेर है। तर होइन, यो चाहिँ के हुन्छ भने होइन, जो चाहिँ बडी बिल्डिङ गर्छ, जसले चाहिँ मतलब जिममा गएर हेभी वेट लिफ्ट गर्छ अनि राइट डाइट प्लान फलो गर्छ अनि प्रोटिन इन्टेक कम्प्लिट गर्छ, एकदम क्यालकुलेट गरेर उनीहरूले खाना खान्छ, उनीहरू चाहिँ हो क्या बडी बिल्डिङ। उनीहरूको चाहिँ हुन्छ मस्कुलर बडी। अनि आजकल त प्रायःले होइन एस्टेरोइड पनि युज गर्छ। अब एस्टेरोइडको बारेमा जान्न चाहनुहुन्छ भने इन्टरनेटभरि पाइहाल्नुहुन्छ होइन, हौ त्यो। तर डेली वर्कआउटले चाहिँ के हुन्छ भने होइन, हामी यस्तो बिग बाइसेप, लट्स अफ एब्स, चेस्ट हुने होइन, तर यसले चाहिँ हाम्रो हेल्थ बेनिफिट हुन्छ है। धेरै प्रकारको रोगहरूबाट बाँच्नु सक्छ, जस्तै इम्युन सिस्टम बढ्छ, क्यान्सरको चान्सेस कम हुन्छ, धेरै छ यसमा। कोलेस्ट्रोल, डायबिटिज, यिनीहरूबाट पनि मतलब यिनीहरूको पनि रिस्क धेरै कम्ती हुन्छ। अनि कति अब अहिलेको टाइममा हामीले अब धेरै जङ्क फुडहरू खान्छ है, मतलब त्योहरू पनि एउटा एटलिस्ट भुँडीमा गएर म खानु त रिकमेन्ड गर्दिनँ जङ्क फुडहरू, किनभने म कहिले जङ्क फुड खाँदिनँ। कहिले भन्दा पनि पहिला खान्थेँ, 1 साल जस्तो भयो जङ्क फुड मैले नखाएको होइन, अनि सुगर पनि खाँदिनँ। म रिकमेन्ड गर्दिनँ यो कुराहरू खानु, तर मैले खानेलाई पनि होइन वर्कआउटहरू गऱ्यो भने होइन यसले चाहिँ धेरै जङ्क फुडहरूलाई पचिहाल्छ होइन वर्कआउटहरू गर्दाखेरि। त्यही कारणले गर्दाखेरि यो चाहिँ पछि चाहिँ अलिकति भए पनि त्यसले हामीलाई असर पार्दैन। त्यही भएर अब म घरतिर आउँदाखेरि चाहिँ है हुन्छ नि कतिजना यसो हातहरू छाम्ने, त्यस्तो काम चाहिँ नगर्नु है। किनभने म वर्कआउट गर्छु हेल्थको लागि है, म नट बडी बिल्डर जो चाहिँ बडी बिल्डिङ कम्पिटिसनमा जानको लागि होइन है, म हेल्थको लागि गर्छु। त्यही कारण तपाईँहरू पनि सुरु गर्दा हुन्छ। इट इज गुड फर हेल्थ। थ्याङ्क यू।